के छ गाइज खबर धेरै भयो है। क्यानाडा आएको पनि 4 महिना भइसकेको छ। अनि यसो सोचिरहेको थिएँ, अहिले डिस्टर्बेन्स आइरहेको छ, पछाडि घाँसहरू काटिरहेको छन् छिमेकीहरूले। त्यही हो, रातिको काम गरेर आयो, दिनभरि सुत्यो, फेरि राति काम गर्न गयो। हामी चाहिँ एज अ एलएमआई फुल टाइम एज अ वर्क पर्मिटमा आएका। सो बिफोर कमिङ गाइज डु यर रिसर्च। तपाईहरुले 2 वर्ष काम गरेर घर फर्किने हो कि त्यस पछाडि आफ्नो एक्सटेन्सनको लागि अथवा पीआर पाथवेको लागि के गर्ने प्लान गरेर रिसर्च गरेर आउनु होला। सो यु माइट बी फिलिङ डिलेमा व्हाट टु डु नेक्स्ट आफ्टर योर वर्क पर्मिट एक्सपायर हैन। त्यसको लागि यहाँ इन्ट्री भएको सुरुको दिनदेखि नै अथवा नेक्स्ट डेदेखि नै प्रिपरेसन चालु गर्नुपर्छ हैन। देयर आर मेनी पाथवे depending upon your skill you can choose those pathway। तपाईहरु ल्याङ्ग्वेज सिक्नमा राम्रो हुनुहुन्छ भने ल्याङ्ग्वेज सिकेर त्यसको इक्जामहरु दिएर धेरै हतार पनि गर्नु पर्दैन। 1.5 वर्षमा ल्याङ्ग्वेजको इक्जाम दिएर, जस्तै कि यहाँ फ्रेन्च ल्याङ्ग्वेजको धेरै यहाँ इम्पोर्टेन्स देखिन्छ। अनि त्यस अन्तर्गत पनि तपाईको स्किल वर्कमा फ्र्याङ्कोफोन कम्युनिटीबाट तपाईले पीआर पाथवे चुज गर्न सक्नुहुन्छ है। त्यो एउटा पाथवे भयो। अनि अरु डिमान्डिङ जबहरुमा काम गर्नुपर्छ भने तपाईको त सो त पीआर पाथवेमा दिन सक्नुहुन्छ आफ्टर सीईसी एक्सपिरियन्स। बाँकी कुरा हामी बिस्तारै भिडियो बनाउँदै जाँदाखेरि गर्नेछौँ। सो आजलाई यति नै। जो पनि आउनु भएको छ नयाँ म जस्तो सबैलाई वेलकम छ। एन्ड इन्जोय द स्प्रिङ सिजन एन्ड सी यु इन नेक्स्ट भिडियो। बाई।